ल साथीहरु, अब एउटा नयाँ पार्टी खोलिएछ उज्यालो नेपाल अरे। अब देश बनाउनको लागि यो पार्टीमा समर्थक हुनु भनेर आज सुमाना श्रेष्ठले भाषण गर्नुभएछ। अब कुलमानजीले खोल्नु भएको पार्टीमा सुमाना श्रेष्ठ पुग्नु भएछ। अब अँध्यारोमा किन भिडियो गराउनु भएको भन्नुहुन्छ भने उज्यालो नेपाल अरे। अब उज्यालो हुने भयो, म चाहिँ अँध्यारोमा बस्न पाइँदैन भनेर पहिल्यै अँध्यारोमा भिडियो बनाएको। अब चाहिँ बत्ती खोल्दैछु ल, अनि त्यस पछाडि भन्छु। अब भने उज्यालो नेपाल पार्टी दर्ता गरेर आज सुमना श्रेष्ठले भाषण गरेको पनि सुने मैले। के सुने भने सधैँभरि पार्टीको कुरा गरेर बस्नुपर्ने, आफ्नो अडान मात्रै हेर्नुपर्ने, कसैले तर्क वितर्क गर्न नपाइने, यहाँनिर आफ्नो स्वार्थै पुरा गर्न आउने होइन। अब यो देशलाई बनाउनको लागि आउनुपर्छ, आफ्नो कुराहरू मुठीमा लिएर बस्न हुँदैन भनेर सुमना श्रेष्ठले भाषण गर्नुभएछ। ल सुमनाजी, तपाईँलाई जितको अग्रिम शुभकामना छ। अब धेरै राम्रो ठाउँमा जानु भएको छ, राम्रोसँगले काम गर्नु होला। यसरी बीचमा सिकेर फेरि कुलमानलाई पनि लात हालेर नहिँड्नु होला। तर भोट माग्नु जाँदा चाहिँ कसरी जाने होला भनेर सोचिरहेको छौँ हामी। क्या कसरी जाने होला कुलमानज्यू त ठिकै छ, जानु होला। तर कुलमानज्यूलाई पनि 18 मुद्दा लागेको छ एमसीसी भनेर हर्केल भनिरहेको थियो। एमसीसी को जवाफ अहिलेसम्म दिएको छैन कुलमानले पनि। अब उज्यालो नेपाल पार्टी दर्ता भएर सुमनाज्यूहरू जानुभएछ, एकदम खुसी लाग्यो। सुमनाज्यू, कुलमानज्यू, धेरैजना यस्तो पात्रहरू हुनुहुन्छ, पार्टी खोल्ने मान्छेहरू धेरैजना हुनुहुन्छ। तर यो देश बनाउनको लागि भनिँदैन, यो चाहिँ कमाई धन्दा गर्नको लागि, कमाउनको लागि हो भनेर भनिन्छ। यसलाई भनिन्छ पार्टी खोलेको किन भनेको कमाउनको लागि होइन भने एउटा पार्टी छँदैछ, त्यो पार्टीमा संरक्षण गरेर जाउँ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई लात हानेर निक्लेको ती सुमना श्रेष्ठले तपाईँहरूको पार्टीमा आएर काम गर्छ भन्ने छैन। स्वार्थ, भोलि उसलाई कुनै पनि पार्टीको मन्त्री अथवा कुनै पनि संसद भएन भने उनीले त्यो उज्यालो नेपाल पार्टीलाई पनि लात हानेर हिँडिहाल्छ। अनि कुलमानज्यू चाहिँ अब चाहिँ नि अब यस्तो गर्नुपर्छ भन्दै जिब्रो चाट्दै बसिरहन्छ कुलमानज्यू। अरू त काम केही पनि छैन। अब काउली बन्दा फौरेको जस्तो नेपालमा पार्टीहरू धेरैतिर फक्रिएका छन् नि साथीहरू, तपाईँहरूलाई याद छ कि छैन? त्यही भएर मैले अँध्यारोमा भिडियो बनाएको, तपाईँहरूले लाइक कमेन्ट हालेर त्यो ठाउँसम्म पुर्याउनु।